आज नेपालमा मेरो ट्रेनको पहिला बास यहाँ मेरो ट्रेन लगाउने ठाउँ यो यहाँ चाहिँ यो होटलले चाहिँ यहाँ चाहिँ यो बार्बेक्यू गर्ने छ अनि मलाई यो ठाउँ चाहिँ खाली दिन्छु भनेर भन्नुभयो अन्त त्यति राम्रो ठाउँ पनि रहेछ अनि यो चाहिँ बाहिर कम्पाउन्ड पनि छैन तर यहाँ कोही गार्डहरू पनि छैन तर डर चाहिँ लागिरहेछ अब सेफ्टी चाहिँ छैन त्यति तर पनि अब अन्त चाहिँ त्यति राम्रो नपाएको भएर अब लास्ट स्टेसन यहीँ आएर यही ट्रेन लगाउने मैले विचार गरेँ र साउलाई भने अनि साउले चाहिँ म सहयोग गर्छु भन्ने हुन्थ्यो म एक्लैले पनि उचाउनु छ कि तर त्यो अलिक कालो भएको र फोहोर लाग्छ भनेर मैले गरेँ अब साउ पनि आउनुभयो अब हामी दुईजना मिलेर चाहिँ यो त्यहाँबाट हटाउँछौँ र त्यो मेरो यहाँ ट्रेन लगाउने ठाउँ भनौँ न सुत्ने ठाउँ आज मेरो हामी दुईजना मिलेर यहाँ हटाउँदैछ अनि यो फेस ट्यागिङ चाहिँ एकदम राम्रो लाग्यो क्या मलाई यो मैले फेस ट्यागिङ किनेर लगेको थिएँ किनकि म एक्लै जाँदै थिएँ नि त अनि मान्छे पनि हुँदैन थियो खिच्ने अनि त्यो भएर मैले फेस ट्यागिङ लिएर गएको थिएँ एकदम राम्रो रहेछ यो फेस ट्यागिङ प्रपरली एकदम काम गर्दैछ तर ब्याट्री चाहिँ चार्ज मजाले गर्नुपर्ने छ होइन चार्ज भएपछि यसले मजाले काम गरिरहेछ हामी जता जान्छ त्यता फेस ट्याग गरिरहेछ होइन एकदम राम्रो छ तपाईँहरूलाई पनि यस्तो चाहिन्छ फेस ट्यागिङ अरू चाहिन्छ भने भन्नु हाम्रो वेबसाइटमा तपाईँले पाउनुहुन्छ एकदम सस्तोमा मलाई मेसेज गर्नु म तपाईँलाई वेबसाइटको लिङ्क पनि दिँदैन यो अब म अब ट्रेन लिन जाँदैछु ट्रेन चाहिँ मैले खास जापानबाटै लिएर आएको हो जुन चाहिँ फोल्डिङवाला हुन्छ अनि जुन फोल्डिङ चाहिँ गरेपछि सर खोलेपछि सर फोल्डिङ हुन्छ एकदम सजिलो तर त्यही भएर अरू जस्तो नेपालमा चाहिँ यस्तो पाउँदैन छ यस्तो गोल खालको हुन्छ अनि यस्तो सर गोल खालको हुन्छ अनि यसलाई सर खोलेपछि सर ट्रेन बनिहाल्यो कि तपाईँलाई त्यो पनि देख्नुहुन्छ अहिले कसरी लगाउने कसरी म लगाएर पनि देखाउँछु यो ट्रेन हुन्छ लगाएको पनि हेर्नु होला है त ल धन्यवाद मैले चाहिँ तपाईँलाई यो टेन्ट लाउन गइरहेको छु त्यो चाहिँ यसो खोलेपछि ठ्याक्कै यो एकैचोटि ठ्याक्कै खोलिहाल्छ क्या यो चाहिँ म तपाईँलाई टाइम ल्याप्समा देखाइरहेको छु किनकि यहाँ ढिलो हुन्छ भनेर छिटो टाइम ल्याप्समा खिचिरहेको छु अब यो एकदम सजिलो क्या हेर्न सर्ट गरेँ टक्क गयो अनि यसमा 4वटा किला हुन्छ जुन चाहिँ हावाले पनि यसलाई चाहिँ नउडाउने खालको त्यही भएर त्यो किला चाहिँ मैले लगाउँदैछु त्यो चाहिँ लगायो भने तपाईँको एकदम सेफ्टी हुन्छ भनौँ न यताउति सर्ने पनि हुँदैन मैले अब त्यसलाई फेरि अलिकता अगाडि भएको र अलिक पछाडि सारेँ किनकि ठाउँ खुल्ला अगाडि भयो भने राम्रो हुन्छ पछाडि ठाउँलाई युज गरेँ मैले अगाडि च्यात्त राखेपछि अलिकता कारेन्ट अब यस्तो भयो नि अनि त्यो भएर त्यसलाई मैले एकदम फेरि त्यो किला चाहिँ यस्तो रहेछ कहीँ चाहिँ त्यो सिद्धै नजाने क्या जाँदै नजाने त्यो त्यहाँ चाहिँ गिटीहरू हालेर छ त्यो कुनै ढुङ्गामा लाग्ने छ ढुङ्गा जाँदै नजाने रहेछ अनि तर पनि मैले एकदम राम्रो हिसाबले त्यहाँ गरिकन त्यो माटोमा भएको उसमा मात्रै मैले राखेँ एउटामा चाहिँ 3टामा चाहिँ मजाले गएको थियो एउटामा चाहिँ ठोक्नु पर्ने क्या अरू केले ठोक्नुपर्ने त्यो जाँदै नजाने त्यो हिसाब भएको थियो यसमा चाहिँ माथि चेन पनि हुन्छ खोल्ने ठ्याक्क ढोका जस्तो टक्क माथि गरेर अनि टक्क यो खोल्यो यहाँ यो एउटामा चाहिँ जाँदै गएन क्या त्यो किला चाहिँ ल्याएर गएन मैले यहाँ ढुङ्गाहरू खोज्न थालेँ कहीँ त्यो ठोक्नको लागि ढुङ्गाहरू कतै पनि भेटेन क्या फेरि अनि मैले त्यो ठाउँ चेन्ज गरेँ 4-5 ठाउँमा यसो चेन्ज गरिकन यताउता हुन्छ कि भनेर त्यो ठाउँ चेन्ज गर्दा ठ्याक्कै भयो क्या अनि अब यो भित्र पस्ने ठ्याक्कै चेन खोलेपछि ठ्याक्कै हुन्छ र यो पानी पर्दाखेरि नि माथिबाट चाहिँ नचुहिँदैन रसाउँदैन क्या मुनिबाट चाहिँ अलिकता त्यो पानी जम्यो भने चाहिँ त्यहाँबाट रसाउने चाहिँ त्यो मैले यसपछि चाहिँ पानी पनि परेको थियो पानी पऱ्यो तर माथिबाट चाहिँ छिटो तलबाट चाहिँ छिटो आएको थियो त्यो पछि त्यो पनि भिडियोमा देखाउँछु एकदम इन्ट्रेस्टिङ छ है त।